हजुर नमस्कार। आज फेरि म भारतीय सेनाको वर्तमान तथा भूतपूर्व सैनिकहरूका लागि अत्यन्तै महत्त्वपूर्ण जानकारी लिएर हजुरहरूको माझमा उपस्थित भएको छु। भारतीय सेनाको एड्जुटेन्ट जनरल शाखा नयाँ दिल्लीबाट जारी गरिएको पत्र अनुसार सेना मेडल ग्यालेन्ट्री प्राप्त गरेका सैनिकहरूलाई भारत सरकार र रेल मन्त्रालयले विशेष रेल यात्रा सुविधा उपलब्ध गराउने प्रक्रियामा अगाडि बढाएको छ भन्ने यो चिठीमा लेखेको छ। यस पत्रमा लेखेअनुसार सेना, नौसेना र वायुसेनाका सेना मेडल ग्यालेन्ट्री प्राप्त सैनिकहरूलाई एकजना सहयात्री सहित उहाँको श्रीमती, उहाँको छोरा, उहाँको छोरी कोही पनि हो, उहाँसित गरेर दुईजनालाई आजीवन निशुल्क रेल यात्रा पास, कम्प्लिमेन्टरी लाइफ लङ फ्री रेलवे ट्राभल्स पास उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो चिठी अनुसार हाल भारतभरिमा करिब 3924 जना सेना मेडल ग्यालेन्ट्री प्राप्त सैनिकहरूको विवरण सङ्कलन पनि भइसकेको छ र यसमा तपाईहरूले के डकुमेन्ट, यदि तपाईहरू जो एवार्ड प्राप्त गरेको व्यक्ति हुनुहुन्छ र यो सुविधा लिने हो भने अब भारतमा जाँदा भनौँ त भारत अब नेपाली गोर्खाली हुनुहुन्छ भने भारतमा जाँदा कहीँ रेलवे ट्रेभल जर्नी गर्न पर्यो भने यो सुविधा लिन सक्नुहुन्छ यदि एवार्डेड हुनुहुन्छ हजुर ग्यालेन्ट्री एवार्डेड भने। त्यसो भएर यसका डकुमेन्टहरू के दिने त भन्दा पिपिओको प्रतिलिपि, 2 प्रति फोटो, तपाईँको पासपोर्ट साइजको फोटो, अनि आधार कार्ड, पान कार्ड नभए त्यो तपाईँको नागरिकता जो तपाईँको डकुमेन्टमा एड्रेस छ, अनि घोषणा फर्म, डिक्लेरेसन फर्म, विधवा भए विधवाको परिचय पत्र, पुरस्कार जो पुरस्कृत हुनुहुन्थ्यो त्यो सम्बन्धीको चाहिने गेजेट अफ इन्डियाको प्रतिलिपि, त्यो त्यसको फोटोकपी, अनि सेवामा हुनुहुन्छ र सेवामै प्राप्त भइसकेको छ भने पनि उहाँहरूको लागि एउटा सर्भिस सर्टिफिकेट या सेवा प्रमाणपत्र दिनुपर्छ। र यो आवेदन चाहिँ डिआरएम कार्यालय वा जिएम पास नर्दर्न रेलवे बडोदा हाउस दिल्लीमा दिन सकिने व्यवस्था गरेको छ। र अब यदि तपाईँ सेना मेडल प्राप्त सैनिक हुनुहुन्छ वा तपाईँको परिवारमा यस्ता सम्मानित सैनिक हुनुहुन्छ भने र यो फाइदा, यो चाहिँ सुविधा लिन चाहनुहुन्छ भने यो चिठी आएको छ, यसको लागि तपाईहरूले उपयोगी हुनेछ। र कोही पनि साथीहरूको कोही चिनजान छ, कोही चाहिँ नजिकको छ या आफ्नै इष्टमित्र हुनुहुन्छ र योबाट यो चिठीको चाहिने उसबाट तपाईँहरू वञ्चित हुनुहुन्छ भने यो